यो फाइल किन अगाडि नबढायो को चिने छ शेरबहादुरको मान्छे काट्चै खाइदिन्छु काट्चै निल्दिन्छु सरकार कुन पार्टीको छ थाहा छ तपाईँलाई सर फाइलै मिलेको छैन किन मिलेको छैन लोकतन्त्रमा मिल्नु पर्दैन आफै मिल्छ यो सबै सबै मिलाएर ल्याइसकेको छ माथिबाटै हुनु पर्यो काम अगाडि बढ्नु पर्यो छिटो हुन्छ गुड मर्निङ स्टुडेन्ट गुड मर्निङ सर ल लोकसेवा आयोगको आज तिमीहरूको दोस्रो क्लास होइन त ल आज दोस्रो क्लासमा हामी के पढाउँदैछौँ भने राष्ट्रवाद है आज हामी राष्ट्रिय मात्र पढ्छौँ ल अनि खोइ त अजय देख्दिन त अजय बाबु कहाँ गयो ल खाडी मुलुक गइसक्यो इक्जामै नदिकन नेपालीको अवस्था गाह्रो छ ल महेश बाबु अब तिमीहरू कति तिमी नयाँ स्टुडेन्ट के नाम हो बाबुको दिपेश बाबु ल है त तिम्रो त आज ऊ रहेछ ल अब अस्ति 5 नम्बरसम्म पढेको हो नि होइन सुशील बाबुलाई थाहा छ महेश बाबुलाई थाहा छ तिमी त नयाँ है ल अब 6औं नम्बरमा के छ भने राष्ट्रिय बा भनेर कसलाई चिनिन्छ ल भन त मलाई थाहा छ सर ल भन त भन गोली बा सर करेक्ट जवाब गुड अजय खाडी गए पनि तिमी चाहिँ जाँदैन जस्तो छ ल अब 7औं है त 7औं बाबा दिपेशलाई है त ल राष्ट्रिय भाउजू भनेर कसलाई भनिन्छ भन त फेरि यिनीहरू भन्न चाहिँ कहिले छोडेनौ है भन्नु पर्यो नि सर पुरा भन्यो भने त जेल गइन्छ फेरि बुझ्नु न कति डराका यो त राजावादी भन्दा पनि बढी निरङ्कुश भयो त नि गणतन्त्र भने होइन यो कहाँ लोकतन्त्र हो यो त लुटतन्त्र हो नि त्यो पनि हो मै बोले पनि मलाई लाग्ला ल ठिक चाहिँ ठिकै भन्यो दिपेश बाबु पनि मिलाए ल अब सुशील बाबुलाई है त यो राष्ट्रिय सालो भनेर कसलाई चिनिन्छ ल भन त राष्ट्रिय सालो सालोको टपिकमा त मैले कविता लेखेको छु नि सर ओहो कवितै लेखेका छौ कविता ल सुनाउ लास्ट टाइम पनि मैले तपाईलाई सुनाएको थिएँ यो लेखिरहन्छु सुन्नुस् है त ल सुन है केटा ल गजब छ है आलो पालो कहिले भाइ भतिजो कहिले सालो सालो त सालो त्यसको मन झन् कालो गजबले फैलाएको रहेछ भ्रष्टाचारीको जालो आउने बित्तिकै अन्धकार बनाउन थालो फलफुल जति भेना सालकै हातमा जनताको हातमा खाली डालो ल ताली देऊ न केटाहरू के यति राम्रो दिइरहेछ भनेपछि तिमीलाई थाहा छ राष्ट्रिय सालो भनेर कसलाई बुझिन्छ भनेर सालो जस्तो यस्तो बाबा जस्तो सालो साह्रै राम्रो कविता लेख्यो देख्यौ बाबा देख्यौ ल त्यसो भए 9औं क्वेसन है त 9औं क्वेसन पनि ल सुशील बाबुलाई नै धेरै जान्दो रहेछ ल कविता त छैन नि अब यो लेखेको छैन अब फेरि ठाउँ फुर्न नि सक्छ ल ठिक छ ल भन त 9औं क्वेसनमा राष्ट्रिय देवर भनेर कसलाई चिनिन्छ भन त राष्ट्रिय देवर अब आजको टपिक राष्ट्रवादी भनेर मात्रै हो म त मान्छे अन्तर्राष्ट्रिय लेभलकै हो नि नामै विश्व दुईजना छन् नि फेरि दुईजना छन् एउटा चाहिँ विश्व अर्को चाहिँ गनगन गरिरहने कसैले गने पनि गन नगने पनि नगन गनगन चाहिँ गर्न छोड्दिन भनिरहेको ताली दिउँ त सही जवाब ल है दाजै तँलाई थाकियो पनि यसो हुँदै त्यहाँ दोकान रहेछ गएर केही नास्ता पानी गरौँ है हुन्छ ल जाउँ हजुर केटा हजुर सर कहाँ अनि यो चन्द्र सूर्य झन्डा बोकेर चाहिँ हिँडेको चाहिँ कता तिमीहरू सर अनि आफ्नो देशमा आफ्नो देशको झन्डा पनि बोक्नु पाउनु लौ तिमीलाई थाहा छैन त यो झन्डा बोक्न पाउँदैन भनेर यो त राजावादीले मात्र बोक्छ बोक्ने भए हँसिया हतौडा सूर्य बोक्ने नि हो र सर लु यो त टोपी पनि लागेको रहेछ टोपी लाउने हो पार्टीको टोपी लाउने हो यो टोपी लाउने होइन हुन्छ धेरै वार्ता नगरौँ फेरि समस्यामा फसिन्छ जाउँ दाजु हुन्छ सर धेरै बोल्दो रहेछ है यो केटो त
समस्यामा राजावादी झन्डा बोकेर हिँड्दा रहेछन् है